कहिलेकाहीँ साइटमा यस्तो इस्यु आउँछ नि, हाम्रो मिस्त्री दाइहरूले हामीले अहिले ब्याचमा आएको सिमेन्टले चाहिँ राम्ररी समातिरहेको छैन, मसला बनाएर युज गर्दा समातिरहेको छैन भनेर कम्प्लेन गर्नुभयो। हाम्रो टाइल लगाउने दाइहरूले पनि कम्प्लेन गर्नुभयो। त्यही भएर के प्रब्लम रहेछ र यो ब्याचमा भनेर हामीले अहिले एउटा मसला तयार पारेर अहिले चाहिँ वालमा घोला हानिरहनु भएको छ। अनि यो कस्तो भयो भन्दा सिमेन्ट हातमा लिँदाखेरि पनि त्यो जुन पानीमा मिक्स गरेर लिँदा पनि अलिकति नसमाते जस्तो फिल त भइरहेको थियो होइन। अब कम्पनीलाई कम्प्लेन गर्दाखेरि चाहिँ उहाँले एकचोटि टेस्ट गरौँ न आधी बोरा सिमेन्ट युज गरेर सेम रेसियोमा भन्नुभयो। अनि हामीले चाहिँ त्यही भएर यहाँ प्रिपरेसन गरिरहेछौँ। अब हाम्रो दाइले चाहिँ मस्त लगाएर प्लास्टर चाहिँ हानिरहनु भएको छ। अनि कतिको समात्छ भनेर यो आजै त थाहा हुँदैन, यो भोलि थाहा हुन्छ। किनकि हाम्रो मेन कम्प्लेन चाहिँ के आएको थियो भन्दा चाहिँ अहिले गिलो गिलो हुँदाखेरि चाहिँ समातिरहेछ। अनि अर्को दिन चाहिँ जब अलिकति सुक्छ नि त्यसले चाहिँ राम्ररी बोन्ड बनाइरहेको छैन, समातिरहेको छैन भनेर कम्प्लेन आएको थियो। अब भोलि कम्पनीको मान्छेहरू फेरि आउनुहुन्छ होइन, अनि फेरि एकचोटि कस्तो भएको छ भनेर हेर्नुहुन्छ। अनि त्यो सबै ब्याच चाहिँ फिर्ता गरिन्छ। प्रब्लमहरू धेरै टाइपको आउँछ साइडमा।